जाडोका कपडा मिलाउन गाह्रो लाग्छ? आज म तपाईलाई सिकाउन लागेको छु। ज्याकेट राख्न गाह्रो लाग्छ? यसरी ज्याकेट मिलाएर राख्नुहोस्। ठाउँ पनि कम लाग्छ, ज्याकेट पनि राम्रोसँग राखिन्छ र हेर्दा पनि धेरै नै सफा र आकर्षक देखिन्छ। जाडोको लामो स्वेटर मिलाउन गाह्रो हुन्छ? चिन्ता नलिनुहोस्, यसरी एउटै स्टाइलमा मिलाएर राख्नुहोस्। तपाईको स्वेटर निकै राम्रोसँग फिटिएर सजिलै र सफासँग राख्न सकिन्छ। घरमा बुबाले लगाउने ज्याकेट मिलाउन गाह्रो लाग्छ? यस्तै गरेर मिलाइदिनुहोस् न, अनि हेर्नुहोस् बुबा कति खुसी हुनुहुन्छ। कमेन्ट मात्र गरिदिनुस्, हामी फलो ब्याक गरिदिन्छौँ है। घरमा छुरा वा बुबाको सर्ट राख्न गाह्रो हुन्छ? यसरी मिलाएर दराजमा राख्नुहोस्। यसरी राख्दा उनीहरूको सर्ट सधैँ नयाँ जस्तै देखिन्छ र खोज्दा पनि धेरै सजिलो हुन्छ। जाडोमा लगाउने ट्राउजर सुरुवाल मिलाउने पहिले मलाई धेरै गाह्रो लाग्थ्यो। तर यो सजिलो तरिका सिकेपछि त समस्या यस्तो हरायो जस्तो केही थिएन। तपाईले पनि यही तरिका अपनाउनुहोस् र हेर्नुस् सुरुवाल कति नयाँ र सफा देखिन्छ। दराज पनि एकदमै व्यवस्थित देखिन्छ। जाडोमा ज्याकेट मिलाउन गाह्रो लाग्ने कुरा केवल मलाई मात्रै हो कि तपाईलाई पनि? कमेन्टमा भन्नुहोला। यसरी मिलाएर राख्नुस्, फेरि ज्याकेटहरू लाइनमी सफा र नयाँ जस्तै देखिन्छन्। यो सानो तरिका सिकेपछि त ज्याकेट राख्नु नै सजिलो र रमाइलो भयो।